हेलो गाइस, आज भने चाहिँ हामी यहाँ सन्डेको दिनमा फेरि नयाँ काम लिएर आइरहेको छु। घरमा चाहिँ के भएको थियो भने सिपेज बाहिर त्यस्तो पहिला चाहिँ हामीले यहाँ चाहिँ खासै यो ट्याङ्की राख्ने चाहिँ त्यो सिमेन्टेड बनाएको थियो हो। सिमेन्टेड बनाएकोले गर्दा यहाँ पुरा पानी मुनिको भित्र सोसेर पुरा पानी जामेर यसै तल मुनि फ्लोर त्यसको मुनि फ्लोर त पुरा सिपेज हुन थाल्यो हो। त्यही कारणले चाहिँ हिजो चाहिँ यसलाई चाहिँ मिस्त्री बोलाएर भत्काउनु लगाएर चाहिँ यहाँ फलमको फेरि बनाएर आज चाहिँ यसलाई क्लियर गर्दैछ। अब फेरि भोलि टाइल्सवाला मिस्त्री आउँछ हो। टाइल्सवाला मिस्त्रीले टाइल्स लगाएर बनाउनेछ। अनि मेरोबाट सबैजनालाई एउटा एडभाइस छ, झुक्केर पनि यस्तो टेरिसतिर सिमेन्टेड सिन्टेक्स राख्ने चाहिँ नबनाइदिनुहोस्। सिमेन्टेड चाहिँ हुँदैन रहेछ, राम्रो हुँदैन रहेछ। भित्रभित्र फर्स्टमा त राम्रै हुँदो रहेछ हो। हाम्रो यहाँ फर्स्टमा त राम्रै थियो हो। बादमा धेरै अब घर बनाएको 4-5 साल भइसक्यो, 5-6 साल भइसक्यो हो। त्यही भएर अब चाहिँ फेरि पुरा सिपेज हुन थाल्यो हो। हेर्नुहोस् न, यसरी भित्रभित्र पुरा पानी जामेर हेर्नु त पोखरी भइसक्यो हो। अब चाहिँ यसलाई सबै हटाएर चाहिँ त्यहाँदेखि चाहिँ यो साइडमा राख्यो हो। भोलि अब यसलाई यसकै लेबलिङ गरेर चाहिँ यसको माथि टाइल्स ओछाउने छ। भाइहरू चाहिँ तल यसो बलुवा साट्दैछ तलबाट। यो भोलि टाइल्स ओछाउनु लागि बलुवा चेन्ज चाहिँ अरे हो। बलुवा तल राखेको थियो, अस्तिको उफ्रेको थियो हो। त्यो बलुवा साट्दैछ दुईजनाले हो। अनि मेरो काम चाहिँ यो, मेरो काम चाहिँ यहाँको ढुङ्गाहरू, यहाँको बलुवा ढुङ्गाहरू सबै यहाँ यता सिफ्ट गर्नुपर्ने मेरो काम चाहिँ हटाएर। अनि यो पानी चाहिँ सबै भएको सबै निकाल्दै फ्याँक्नुपर्ने, फ्याँकेर यहाँ ड्राई गर्नुपर्ने यो जग्गा डल्लै। यसरी बोक्दैछ भाइहरूले। ल अब अलमोस्ट सक्नु आँट्यो हो। यहाँको जुगजलले पानी निकाल्दैछ हो यहाँबाट। अर्को भाइले फेरि बेल्चा हाल्दैछ हो। ल गाइस, अहिले भने चाहिँ हामी अब यहाँ सक्यो हो। यहाँ सक्यो, यहाँको सबै निकालिसक्यो अब हो। यहाँको अब सुक्खा पनि ड्राई गरिसक्यो यो डल्लै हो। यहाँको राखिरहेको छ। यहाँ किन राखेको भने चाहिँ भोलि यहीँ फेरि हाल्नुपर्छ हो। त्यही कारणले अनि बलुवा चाहिँ कम्ती हुन लाग्छ छ। त्यही कारणले अब हामी चाहिँ खोलापट्टि गएको। खोलामा कस्तो कहाँपट्टि छ बलुवा हेरिकन लिएर आउनुपर्छ। ल गाइस, अहिले भने चाहिँ हामी खोला पुगिसक्यो हो। अनि खोलामा चाहिँ कहाँपट्टि छ बलुवा हो त्यो हेरिकन अब राम्रो बलुवा हेरिकन लिएर आउनुपर्छ। यति बेला त हुनु त बलुवा पुरा हुन्छ हो। आज अलिक सफा रहेछ पानी। अनि सफा रहेछ। तल चाहिँ बलुवा छैन रहेछ त्यति बेसी हो। यहाँ माथि अलिक देखियो। अनि यहाँ दुईजनाले चाहिँ बलुवा बोक्दैछ हो। म र अर्को भाइ कहाँबाट बोक्दैछ भने चाहिँ हामी बलुवा यहाँ माथि हेर्नुहोस्, शिवलाय मन्दिर त्यही माथि छ। जस्ट त्यसको मुनिबाट चाहिँ हामी चाहिँ बलुवा बोक्दैछौँ। खोलाको छेउमा चाहिँ घर छ भने चाहिँ यतिको चाहिँ एडभान्टेज छ। इमर्जेन्सीमा खोलामा गयो, बलुवा निकाल्यो। अब 9-10 बोराको लागि बलुवा कहाँ अर्डर गरिबस्नु।
गाइस अहिले हो भने चाहिँ हामीले 7-8 बोरा पुऱ्याइसक्यो घरमा हो। अब रहेको चाहिँ 2 बोरा। अनि त्यसरी नै हामी चाहिँ सानो कुराहरू अनि आफूले सक्दो गरेको राम्रो। अहिले उमेर हुँदाखेरि अनि यो चाहिँ हाम्रो अहिले जिउको लागि हेल्थको लागि पनि राम्रो हो। प्लस त्यसै पनि घरमा छुट्टीमा के गरिबस्नु, घरमा बसेपछि त्यही हो, फोन चलायो, गेम खेल्यो, झल्क्यो, सुत्यो हो। अन्त यहाँ जिउ दुख्छ, हात खुट्टा दुख्छ, त्यतिकै बस्यो भने अरू के भन्दा बेटर चाहिँ यसो आफ्नो हेल्थको लागि एक्सर्साइज पनि हुने, आफूले सक्दो भारी बोक्यो एक्सर्साइज पनि हुने, प्लस पैसा पनि सेभ हुने भनौँ न। यति बेला अब पाउनु पनि पाउँदैन हुनु त अब बलुवा बोक्ने मान्छे पनि भेट्दैन। गाडीमा लाइन लायो, गाडीमा 10 बोरा त कहाँ लिएर आउँछ हो। त्यसै कारणले अब आफै बोकिदिएको। त्यसरी बोका हुन्छ है गाइस, बोकिराख्नुपर्छ लाइफमा, सबै चिज गरिराख्नुपर्छ अनि बादमा दुःख पाउँदैन। एनी टाइम एनी सिचुएसनमा जस्तो सिचुएसन हामी सर्भाइभ गर्न सक्छ। सबै काम गरिरहेको छ भने चाहिँ लाइफमा के हुन्छ, कस्तो हुन्छ, के हुन्छ, लास्टमा के हुन्छ कसले के भन्नु सक्दैन। त्यही कारणले सबै कुरो काम गरिरहेको जानिरहेको छ भने चाहिँ केही हुँदैन, कसै सानो पनि हुँदैन, कसै ठुलो पनि हुँदैन, गरिराख्नुपर्छ। अर्को कालुवा पनि उब्रिन आँट्यो। अलिक डर लाग्छ नि। आज हुन्छ यहाँ टाइल्स लगाउनु थाल्यो हो। हाम्रो दाजुले टाइल्स एक्सपर्ट दाजु हो, उहाँले काम पनि लिनुहुन्छ बिल्डिङको। तपाईँहरूको पनि नयाँ बिल्डिङहरू बनाउनु छ भने चाहिँ उहाँलाई कन्ट्याक्ट गर्दा हुन्छ। टाइल्सदेखि लिएर सबै काम गर्नुहुन्छ उहाँले। So guys, now it is totally completed. I hope अब चाहिँ सिपेज हुँदैन कि भनेर अनि यसलाई डाउन राख्नुपर्छ, किनकि माथिबाट पानी ओभरफ्लो पानी झरेपछि सिधै ड्रेनबाट बगेर जानुको लागि। अनि यति भन्दैमा मेरो ब्लगलाई यतै एन्ड गर्दैछु। I hope you guys are enjoying my video. If you are enjoyed, please don't forget to like, leave a comment and subscribe for more content like this. Thank you. Bye bye. See you soon.